4:5:6 छ है हैन कसको छ त कलम किताब र कापीको छ यो रेसियो भनेको कलम इक्वल टु कलम रेसियो त्यसपछि किताब है रेसियो कापी छ है अब त्यसो भए कलमको 4 छ होइन किताबको 5 छ अनि कापीको 6 छ अब हाम्रो भ्यालु कसको दिएको छ कलमको दिएको छ 4 इक्वल टु यति हुन्छ भने अब युनिट निकाल्ने युनिट निकालेर दुईटैको गुणा गरिदिने हो अप्सन ए है अब 4:4 तपाईको 360 छ भने 360 लाई 4 ले भाग गर्दाखेरि कतिमा जान्छ 9 चौका 36 90 मा जान्छ हैन त 1:2 यदि 1:90 भइरहेछ भने 5:2 कति हुन्छ 5:90 450 हैन 6 इन्टु कति हुन्छ 6 इन्टु 90 540 हो अघि दुईटैको बनिरहेछ किताब र कापीको संख्या बनिरहेछ दुईटैको जोड जम्मा संख्या सोधिरहेछ है त्यही भएर दुईटै जोड्दाखेरि कति आउँछ 099 कसले ए भन्दै थियो है एफ पनि भनिरहेछ अप्सन डी है राइट एन्सर के हुने भयो अप्सन डी